महोदय, आजको यो कार्यक्रममा राजनीतिमा सीमान्तकृत महिलाको अर्थपूर्ण सहभागिता सामुदायिक संवाद कार्यक्रममा मलाई आमन्त्रित गर्नुभएकोमा आयोजक टिमलाई धेरै धेरै धन्यवाद दिन चाहन्छौँ। म विवेकानन्द शाह डाक्टर सीके रावजीको नेतृत्वमा रहेको जनमत पार्टीको रौतहट जिल्लाबाट प्रतिनिधित्व गर्दैछु आजको यस कार्यक्रममा। मलाई आफूलाई एकदम गौरवशाली ठान्दैछु कि आयोजक टिमले मलाई आमन्त्रित गर्नुभएको छ भनेर। अब यहाँ हामी विशेष कुरा के गरौँ भनेपछि यहाँ म लगायत धेरै ठुल्ठुला पार्टीहरूको पनि प्रतिनिधित्व गर्दै हुनुहुन्छ हजुरहरूले। यहाँ सबैले आफ्नो कुरा राख्नु भएको हो, सबको कुरा सकारात्मक लाग्यो, मलाई धेरै राम्रो छ हैन। यो सिक्ने मौका पनि हो हाम्रो। अब हामी जनमत पार्टीमा हाम्रो महिलाको उपस्थिति के कस्तो छ भन्ने कुरा म भन्न चाहन्छु हजुरहरूलाई। जस्तै अरू पार्टीमा त के छ त्यो थाहा भएन, तर मलाई जहाँसम्म लाग्छ कि अरू पार्टीमा महिलाहरूलाई प्राय 110 लेभलका पदहरू दिने गरेका छ हैन। जुन चाहिँ मुख्य पद अध्यक्ष होस्, उपाध्यक्ष होस्, सभापति उपसभापति जस्ता पदहरूलाई वञ्चितै गरे जस्तो छ हैन। तर हाम्रो जनमत पार्टीमा हामी वडा स्तरबाट नै सङ्गठन विस्तार गर्दा हामीले अध्यक्ष पनि महिलालाई राख्ने गरेका छौँ हैन। त्यस्तै पुरुष भयो भने 2टा उपाध्यक्ष पनि राख्ने गरेका छौँ, जुनमा एउटा महिला अनिवार्य छ हैन। बाँकी सदस्यहरूमा पनि त्यो हाम्रो जुन संविधानमा उल्लेखित छ हैन, त्यो 33% को त्यो अनुसारले हामी बनाएर राखेका छौँ हैन। अनि जहाँसम्म मधेसको महिलाहरूमा मधेसका महिलाहरू पिछड्नुको कारण के छ भनेपछि कहीँ न कहीँ महिला आफैमा महिलालाई नै त्यो थाहा छैन कि मेरो अधिकार के हो। एकदम महिलालाई नै थाहा छैन कि मेरो अधिकार के हो, मेरो अधिकार यो चीज हो भनेपछि त्यो महिलाले आफ्नो अधिकार लिनलाई सङ्घर्ष गरेको देखिँदैन। सर्वप्रथम त्यहाँ बुझ्नु पर्यो हरेक महिलाले कि मेरो पनि अधिकार छ। यो सङ्घीय लोकतान्त्रिक गणतन्त्रमा हाम्रो पनि अधिकार सुनिश्चित गरिएको छ भनेर त्यो कुरा प्रष्ट बुझ्न जरुरी छ। त्यो बुझिसकेपछि बल्ल त्यो आफ्नो लडाइँ लड्ने हो। अनि बल्ल हामीले होस् या अरू जुन शासकहरू हुन्छन् तिनीहरूले त्यो महिलाको 33% जुन अधिकार छ त्यो दिनुपर्छ। 33 होइन, म त 50% नै भन्छु हैन, त्यो हुनुपर्छ हैन। खुल्ला तर्फ पनि हाम्रो महिलालाई खुल्ला नै छ, खुल्ला प्रतिस्पर्धामा पनि जानुपर्छ हैन। तर यहाँ महिलालाई के छ, अब धेरैलाई ज्ञान भएर पनि हो मेरो अधिकार यो हो भनेपछि त्यो थाहा हुँदा पनि त्यो फिल्डमा आउन चाहँदैन। किनभने हामी पनि फिल्डमा भएकै मान्छे हो हैन, सङ्गठन विस्तार गरेकै मान्छे हो। त्यो भएर अब हजुरहरू जस्तो त दिग्गज होइन हैन, पुरानो होइन, तर नयाँ छु। त्यो अनुसार मैले भोगेको कुराहरू भन्दैछु। हाम्रो मधेसमा महिलालाई के छ, कुनै महिलाको घरमा जाँदा हामी हो तपाईँ आउनुहोस्, तपाईँहरूको खाँचो छ हाम्रो यो पार्टीमा, हाम्रो यो सङ्घ संस्थामा तपाईँहरू जस्तो महिला आउनुपर्छ भनेर उहाँलाई हामीले कन्भेन्स गर्दा ओके ठिक छ भन्नुहुन्छ हैन। तर उहाँलाई जुन काम विशेष हुन्छ त्यसको लागि आग्रह गर्दा आउनुहोस् तपाईँको पालो आयो भनेपछि उहाँको श्रीमानले भन्नुहुन्छ हैन जाँदैन, मेरो श्रीमती कहाँ जान्छ त केटा मान्छेहरूको बिचमा भनेर यस्ता कुराहरू आइरहेको हुन्छ। अनि त्यहाँनिर अब के गर्ने त। त्यही भएर आजको जुन यो कार्यक्रम छ हामी जिल्ला स्तरमा यहाँ राखेका छौँ, यस्तो कार्यक्रमहरू हामी ग्रामीण क्षेत्रमा पनि राख्नु पर्यो, गाउँमा टोलमा राख्नु पर्यो। अनि महिलाको अधिकार के हो भनेपछि महिलाले थाहा पाउँछ, त्यो पनि कुरो हो। अर्को कुरो हामीले महिलालाई के अधिकार दिन सक्छौँ भन्ने कुरोमा जस्तै महिला प्रतिनिधित्व पनि भएको छैन यो देशमा, भएको होइन भने होइन, भएको छ। हाम्रो राष्ट्रपति नै महिला भएको छ हैन, धेरै मन्त्रीहरू पनि भयो हैन, विभिन्न सांसदहरू पनि छन्। तर उहाँहरू त्यहाँ स्थानमा पुगिसक्दा हो हाम्रो पिछडिएका महिलाहरूलाई, सीमान्तकृत महिलाहरूलाई जस्तै अपाङ्ग पनि छ हैन, सब थोक छ, त्यसमा मधेसी मुस्लिम
जे पनि छ सीमान्तिक वर्गमा पर्छ सबै, तिनीहरूको लागि हामीले के गरिदिनु पर्यो भनेमा त्यहाँ उतातिर जाँदैन। त्यो महिलाले पद पायो, ठिक छ, ठुलो पद पायो, तर त्यो महिलाले चाह्यो भने काम केही गर्न सक्छ, ऐन कानुन पनि बनाउन सक्छ। त्यो स्थानमा पुगेका महिलाहरू पनि आफ्नो के हो म को हो भनेर नै बिर्स्नुहुन्छ के। जस्तै केटा मान्छेहरूले 2 रुपियाँ कमाउनको लागि भयो नि आफ्नो नता गत्तालाई कुनै चिजमा नियुक्ति दिनुहुन्छ भने त्यो महिला पनि त्यस्तै हो, त्यसमै नै पर्नुहुन्छ, त्यसमै जानुहुन्छ। तर यहाँ हामी चाहिँ उठाइरहेछौँ सीमान्तकृत महिलाहरूको अधिकारको कुरो। त्यो महिलाले आफ्नो कर्तव्य पुरा गरिदियो भने सायद लाग्छ हामीलाई यतिको कराउनु पर्दैन थियो होला। त्यो महिलाहरू समय कुनै हेर्नुहोस् कतै मेयर छ, कतै उपमेयर छ होइन, कतै माननीय मन्त्री बनेको छ, राष्ट्रपतिसम्म पनि बन्यो। उहाँहरूले यदि त्यस्तो बुझिदिनु भएको भए धेरै राम्रो हुन्थ्यो। त्यही भएर मेरो एउटा आग्रह छ, हजुरहरू यस हलभित्र बस्नुभएका सम्पूर्ण महिला दिदीबहिनीहरूमा अनुरोध छ कि तपाईँहरू पनि कुनै दिन या अहिले पनि कुनै पदमा हुनुहुन्छ होला, तर तपाईँहरू पनि बुझ्नुहोस् त्यो तपाईँहरूको साथी दिदीबहिनीहरू पनि कोही कतै मात्र त्यो चुल्हो फुकेर बसेको छ, बालबच्चा पाल्नमै जीवन बितिरहेछ होइन। त्यो बाहेक पनि जिन्दगी अरू छ भनेर उहाँहरूलाई ज्ञानै छैन। तिनीहरूको लागि के गर्नु पर्यो भने पहिला तपाईँहरू नै उठ्नुहोस्, किनभने अहिले त 33% त पाउनु भएको छ नि होइन, 0 त होइन, 1-2 त होइन, 33% लाई नै सदुपयोग गर्नुहोस् है होइन। त्यो 50% भन्दा माथि जान्छ। अनि त्यो कार्यहरूको लागि हामीहरूले के गर्नुपर्छ भन्नुहोस्, सल्लाह सुझाव दिनुहोस्। जस्तै तपाईँलाई भोक लागेको छ के होइन, जब तपाईँले मलाई भोक लागेको छ है भन्नुहुन्न भने तहिलेसम्म कसैले तपाईँलाई खान दिँदैन है, जबरजस्ती कसैले तानेर खुवाउँदैन। त्यही भएर आफ्नो अधिकार यो चिज बुझ्नुपर्छ होइन। मलाई भोक लागेको छ भने मलाई भोक लागेको छ भन्नुहोस्, अनि कोसित लिने हो, जो शासक छ यहाँ शासकसित लिने हो कि नै। त्यही भएर आफूले त्यो बुझ्नुपर्छ। अनि जहाँसम्म जनमत पार्टीमा हाम्रो जनमत पार्टीले अहिले पनि हेर्नुहोस् समानुपातिकमा अरू पार्टीकोमा हेर्छु म समानुपातिक लिस्टमा महिला त छ है, छैन भने छैन, महिला छ, तर 2 नम्बर 3 नम्बर 5 नम्बर 7 नम्बर 8 नम्बर यस्तो नम्बरमा छ। यदि त्यो पार्टीको भोटै आएन भने त्यो 5 नम्बरको महिला कहाँबाट ल्याएर राख्दैन। तर देखाउनलाई हो समानुपातिकमा हामीले त 20-25 जना महिला राखेका छौँ, दलित महिला राखेका छौँ, अपाङ्ग राखेका छौँ, जे पनि राखेका छौँ। तर 1 नम्बरमा आउनु पर्यो नि। त्यो लिस्टमा हेर्नुहोस् न 1 नम्बरमा के छ। तर यो जनमत पार्टीमा हेर्नुहोस् मधेसी महिलामा पनि 1 नम्बरमा छ होइन, मधेसी कोटामा पनि 1 नम्बरमा छ, दलितमा पनि 1 नम्बरमा छ होइन, मुस्लिममा पनि 1 नम्बरमा छ। यो जनमत पार्टी हो जुन तपाईँलाई समावेशीको कुरा चाहिँ राम्रोसित बुझेको छ, जहाँसम्म मलाई लाग्छ होइन। हरेक ठाउँमा हाम्रो प्रदेशमा पनि हामीले दलित महिलालाई हाम्रो पार्टीले मन्त्री बनाएकै थियो होइन। केन्द्रमा पनि तपाईँले सङ्घीय सामान्य प्रशासन मन्त्रालयमा हाम्रो अनिता शाहजी हुनुहुन्थ्यो। त्यतिखेर 1 नम्बरमा कार्यसूचीको मूल्याङ्कन गर्दा ग्रेडिङमा 1 नम्बरमा परेको थियो, जुन चाहिँ महिला थियो। त्यति मन्त्रीहरू मध्येमा 1 नम्बरमा परेका थिए काम गर्नलाई। तर उहाँले काम गर्नुभयो समग्र देशको लागि, तर महिलाको लागि खै, महिलाको लागि त कामै गर्नु भएन नि। यो कुरो पनि बुझ्न अति आवश्यक छ। त्यही भएर अब यहाँ एकदम छोटै बोल्नुपर्छ होइन, कुनै भाषण छैन, कुनै कार्यक्रम त्यस्तो छैन। त्यही भएर पुनः एकचोटि म अन्तिममा यो कार्यक्रमको आयोजक एक्सेस प्लानेट ग्रुपलाई म धेरै धेरै धन्यवाद दिन चाहन्छु र आफ्नो मन्तव्य यही टुङ्ग्याउन चाहन्छु। हस्त, धन्यवाद। जय मधेस, जय स्वराज, जय जनमत पार्टी।